नमस्कार साथीहरू। आज मैले निकै लामो समयपछि एउटा भिडियो लिएर आएको छु। लगभग 1.5 महिना पछाडि मात्रै मैले अलिकति केही विषयवस्तुसँग सम्बन्धित कुराहरू लिएर आएको छु। अहिले मैले 1.5 महिना अगाडि भनेको थिएँ, जब हाम्रो बजारको स्थिति चाहिँ 2630-35 क्रस गर्यो, तब चाहिँ हाम्रो बुल ट्रेन्ड राम्रोसँग सुरु भयो भनेर मैले भनेको थिएँ होइन। तपाईँहरूले 1.5 महिना अगाडिदेखिको एउटा भिडियो पनि हेर्न सक्नुहुन्छ। त्यो 1.5 महिना अगाडिको त्यस भिडियोमा चाहिँ मैले भनेको छु, जब हामीले 2630-35 को लेभल चाहिँ क्रस गऱ्यौँ, त्यसपछि लगातार मार्केट चाहिँ बुल ट्रेन्डमै चलिरहेको छ। त्यो बुल ट्रेन्ड चाहिँ आजको दिनसम्म कायम नै छ। होला 1-2 दिन तलमाथि गइरहेको थियो होइन, त्यसले केही फरक पारेन र त्यसपछि मार्केट फटाफट माथि पनि जान थालेको थियो। तर अब हेर्नुहोस् है, जब अस्तिको दिनमा चाहिँ हाम्रो जब 2792 को मुनि आएर मार्केट क्लोज भयो नि, क्लोज भइसके पछाडि चाहिँ यो मार्केटमा चाहिँ मोमेन्टम डाउन भइसकेको छ। ट्रेन्ड चाहिँ चलिरहेको छ, तपाईँहरूले ख्याल गर्नुहोस् होइन। ट्रेन्ड चाहिँ चलिरहेको छ, तर त्यसमा मोमेन्टम डाउन भइसक्यो। जुन स्पिडले जानुपर्ने हो, अब त्यो स्पिडले जानको लागि चाहिँ केही सङ्घर्ष गर्नुपर्छ। मार्केटले चाहिँ अलिकति सङ्घर्ष गरेपछि मात्रै अब त्योभन्दा लेभल माथि पुग्न सक्छ होइन। त्यसैले सबै साथीभाइहरू चाहिँ अलर्ट भएर चाहिँ ट्रेडिङ गर्नु होला। यो मार्केटमा चाहिँ अब म के चाहन्छु अथवा हामी के चाहन्छौँ भन्दाखेरि अरू डुबुन् है, अरू डुबुन् किनकि हामी उत्रिने हो कि। यो मार्केट भनेको सोझोको लागि मार्केट होइन। यो मार्केटमा चाहिँ अरूलाई डुबाएर मात्र आफूले पैसा बनाउने हो। सबैले पैसा कमाएर यो मार्केटमा उभो लागिँदैन है। किन भन्दाखेरि यो मार्केट भनेको चाहिँ क्यापिटल हुने मान्छे होइन। क्यापिटल हुने भन्ने मतलब केही न केही पैसा चाहिँ छ, केही न पैसा म क्यास लगानी गर्न सक्छु भन्ने मानिसहरूले नै खोलेको एउटा कम्पनी भनौँ अथवा एउटा बिजनेस हो होइन। त्यसमा चाहिँ ठुल्ठुलो इन्भेस्टरहरू अथवा क्यापिटल टन्न हुने मान्छेहरूको उद्देश्य के हुन्छ भन्दाखेरि म पैसा कमाउँ। त्यो कमाउनलाई के भन्दाखेरि त्यो अरूलाई डुबाउनु पऱ्यो नि त। उहाँहरूले पनि त्यतिकै थुतेर लिने होइन, अथवा तपाईँ हामीले पनि कसैले पनि पैसा त्यतिकै थुतेर लिने होइन। त्यो बनाउनको लागि चाहिँ आफूमा चाहिँ क्यापेसिटी विकास गर्नुपर्छ है, अरूलाई डुबाउनुपर्छ। अरूलाई, किनकि यो पैसा त अरूबाट सिफ्ट हुने हो नि त हामीकोमा होइन, अरूको पैसा हाम्रोमा सिफ्ट हुने हो। त्यसैले अरूलाई चाहिँ त्यो पैसा हामीमा सिफ्ट हुने वातावरण तयार गर्नको लागि चाहिँ धेरैलेको पहल हुन्छ होइन। त्यही भएर यो मार्केटमा चाहिँ आजको तपाईँहरूलाई यो शीर्षक पनि अलिकति अनौठो लाग्ला होइन। कसरी उतार्ने, कसरी चाहिँ कहाँ डुब्ने कहाँ उत्रिने खालको मैले शीर्षक राखेर आजको भिडियो प्रस्तुत गरेको छु। यसमा चाहिँ के भन्दाखेरि अरूलाई डुबाउन सक्नु अथवा अरू डुब्नु भनेकै आफू उत्रिनु हो। त्यसैले म के चाहन्छु, अरू डुबुन् है। त्यसै गरी तपाईँ पनि त्यही चाहनुहोस्, तपाईँ पनि त्यही चाहनुहोस् कि अरू डुबुन्, त्यही भएर म उत्रिन्छु है। म त त्यही चाहन्छु, किनकि अरू डुबुन् होइन। यो कुरा चाहिँ अलिक विरोधाभासपूर्ण पनि जस्तो लाग्छ तपाईँहरूलाई। म चाहन्छु तपाईँहरू डुबुन्, तपाईँहरू सबै डुब्नुहोस् अनि म कमाउँ। तपाईँहरू पनि त्यही चाहनुहोस् कि अरूलाई म डुबाउन सकौँ, किनकि आफ्नो क्षमताको कुरा हो। भनेपछि डुबाउने भने मतलब म चाहिँ टुप्पामा गएर बेच्न सकौँ र कसरी हुन्छ अलि फेदमा आएर चाहिँ किन्न सकौँ। त्यो किसिमको क्यापेसिटी डेभलप गर्न मात्रै हामीले मार्केटमा पैसा बनाउन सकिन्छ होइन। र अब मैले चाहिँ 15-20 दिन अगाडि, 20-25 दिन अगाडिदेखि अहिले लगातार पछिल्ला दिनमा भिडियो किन नबनाएको भन्दाखेरि बुल ट्रेन्ड चलिरहेको थियो होइन। बुल ट्रेन्ड चलिरहेको बेलामा यहाँ कसैले पनि मयौँ भन्नै पर्दैन, जान्ने बन्नै पर्दैन। बुल ट्रेन्ड चलेको बेलामा तपाईँ जुनसुकै स्टक गइरहेछ माथि, हेर्नुहोस् तपाईँहरू हेर्नु, जुनसुकै स्टक लिँदा पनि माथि गइरहेछ होइन। हामीलाई अलिकति सहयोग चाहिने, साथ चाहिने भनेको चाहिँ तपाईँको जब मोमेन्टम डाउन हुन्छ, डाउन ट्रेन्ड सुरु हुन्छ, तब मात्र कसैले केही भन्दै हुन्थ्यो कि केही भयो भने केही प्लस हुन्छ कि भन्ने कुरा हो होइन। र बुल ट्रेन्ड चलिरहेको छ, मार्केट माथि गइरहेको छ भने त्यहाँ कसैलाई चाहिँदैन, कोही बाटो बन्नै पर्दैन। यो भयो भने माथि जान्छ, यस्तो हुन्छ उस्तो हुन्छ, केही भन्नै पर्दैन। बुल ट्रेन्ड भनेपछि त्यो अटोमेटिकली बुल ट्रेन्ड हो, त्यो जसले पनि किन्ने हुन्छन्, सबैको चाहिँ अब माथि जान्छ भन्ने कुरा हुन्छ र सबैले किन्दा त्यो बजार माथि गएको हुन्छ होइन। मैले अस्ति नै पनि एउटा भिडियोमा भनेको छु के भन्दाखेरि यो भनेको तपाईँ हामी चाहिँ ट्राफिक जाममा बसेको जस्तो हो। जस्तो डाउन ट्रेन्डबाट तल गइरहेको हुन्छ, हामीलाई चाहिँ कुनै किसिमको चाहिँ अब कहिले जाला भन्ने आशा हुँदैन। त्यो भने मतलब हामी एउटा ट्राफिक जाममा चाहिँ हामीले गाडीहरू बाइकहरू लगेर हामी बसिरहेको छौँ, त्यहाँ ट्राफिक जाम भइरहेछ, त्यो रातो बत्ती बलिरहेछ, हामी त्यहाँ जान सक्ने स्थिति छैन। र जब त्यहाँ रातो बत्ती अब बल्न छोडेर अब हरियो बत्ती बल्छ, यसको मतलब के भन्दाखेरि त्यहाँ सबैजना जाने हो कि।
गाडी पनि जान्छ, ट्याक्सी त्यो त्यहाँ कसैले पनि रोक्दैन, त्यहाँ ट्राफिकले रोकेर पनि कोही पनि रोक्नुहुन्न है। त्यहाँ ट्राफिकले नै रोक्न खोज्यो भने पनि त्यहाँ हरियो बत्ती बलेको छैन भने ट्राफिकलाई नै उल्टै गाली गरेर भए पनि हामीहरू सबैजनाको धुनै त्यो कसरी हुन्छ पार गर्नुहुन्छ भनेपछि बुल ट्रेन चलेको बेलामा त्यो काचाकुचु कुराहरूले केहीले पनि रोक्दैन है। त्यो जान थालेपछि आफै जान्छ। 5-7 दिन गएर 5-7 दिन माथि गएर 1 दिन 2 दिन तल झर्नु भनेको कुरा बेग्लै कुरा भयो त्यो हैन। त्यो करेक्सनको फेज भयो। नत्र भने नर्मली सबैको धुन नै त्यही माथि जाउँ अथवा माथि जाउँ अथवा चाहिँ त्यो बाटो पार तरौँ भन्ने नै हुन्छ हैन। त्यसमा चाहिँ बुल ट्रेन चलिरहेको बेलामा कुनै पनि साथीहरू आएर धेरै एनालाइसिस गर्नु जरुरतै छैन। म नआएको कारण पनि त्यही नै हो। किनकि चलिरहेको छ, माथि गइरहेको छ, सबैले किनेर माथि गइरहेको छ भनेदेखि चाहिँ त्यसमा त्यो हल्लाखल्ला गर्नुपर्ने यो हो कि ऊ हो कि भने अनुमान गर्नै पर्दैन। त्यो चाहे राम्रो स्टक होस् चाहे नराम्रो स्टक होस् हैन, चाहे राम्रो कम्पनी होस् चाहे नराम्रो कम्पनी होस्, बुल ट्रेन चलेको बेलामा त्यो जान्छ नै। त्यो जान्छ नै। जब बुल ट्रेन सकिन्छ हैन, बुल ट्रेन अलिकति विक हुन्छ, त्यसपछि मात्र अलि राम्रो स्टकहरू माथि जाने हुन्छन् हैन, र अलि नराम्रो स्टकहरू चाहिँ अलिकति ब्रेक लाग्छ। त्यही भएर मैले अहिले लगभग यो भिडियो बनाउन खोज्दैछु। किन भन्दाखेरि अस्ति 2792 को जब हामीले लो क्रस गरेर त्यहाँ क्लोजिङ दियौँ नि, किन भन्दा अब 1 हप्ताको रेजिस्टेन्स चाहिँ त्यहाँ क्रिएट भयो कि। नत्र योभन्दा हेर्नुहोस् तपाईँले 1-1.5 महिना अगाडिदेखि हेर्नुहोस् त्यसमा कुनै पनि रेजिस्टेन्स क्रिएट भएकै छैन है। 1 दिन जाने अथवा चाहिँ लगातार 2-3 दिन जाने, 3-4 दिन जाने, त्यसपछि 1 दिन आउने, फेरि त्यो हाईलाई क्रस गरेर फेरि माथि जाने भनेर हायर हाई नै बनाउँदै गइरहेछ, लोअर लो गरेको थिएन। तर अस्तिको हप्ता जस्तो हिजो छाडे अस्ति चाहिँ जब 2792 मुनि मार्केट आएर क्लोजिङ दियो, यसको मतलब तपाईँको 1 हप्ताको रेजिस्टेन्स त्यहाँ क्रिएट भयो है। मार्केटमा लङ टर्ममा ट्रेन्ड चाहिँ चलि नै रहेको छ, माथि नै जाने देखिन्छ। तर अब फटाफट जानको लागि चाहिँ मार्केटले एउटा त्यो लेभललाई चाहिँ क्रस गर्न अलिक सङ्घर्ष गर्नुपर्छ। अब कतिको सङ्घर्ष गर्छ, अब बजारमा इन्भेस्टरहरू हैन, लगानीकर्ताहरू कतिको चाहिँ अब किन्ने नै मुडमा हुनुहुन्छ हैन। अब अझ माथि जान्छ भनेर धेरैजनाले किन्दै गर्नुभयो, किन्न खोज्नै भयो भने त्यो रेजिस्टेन्स क्रस गरेर माथि जान्छ। नत्र भने मार्केटमा एउटा रेजिस्टेन्स क्रिएट भयो र एउटा अलिकति मोमेन्टम चाहिँ अलिकति डाउन भएको छ है। पहिला जुन मोमेन्टम जुन स्पिडमा जान्थ्यो त्यो स्पिडमै क्रस गर्नको लागि चाहिँ अब अलिकति सङ्घर्ष गर्नुपर्ने हुन्छ हैन स्टकहरूले। त्यही भएर अब तपाईँहरूले ट्रेडिङ गर्दाखेरि चाहिँ अलिकति स्टकहरू छानेर गर्नु होला। किन भन्दाखेरि हैन, मजाले बगिरहेको खोलामा चाहिँ जो गए पनि डुङ्गा जुनसुकै भए पनि जान्छ त्यो। तर जब अब खोला राम्रोसँग चलिरहेको छैन, अलिकति पानी चाहिँ बिस्तारै चल्न थाल्यो भने अलिकति मोटरै लगाएको डुङ्गाहरू चाहिँ जान्छ। नत्र सिम्पल केही पनि नहुने खालका डुङ्गाहरू चाहिँ अब त्यो अलि सङ्घर्ष गर्नुपर्छ, त्यो त्यति जाँदैन हैन। हामीले चाहिँ मार्केटमा चाहिँ त्यही ख्याल गरेर काम गर्ने हो। र ट्रेन्ड अप भइरहेको बेलामा चाहिँ मार्केटमा आउने सानातिना न्युजले पनि खासै असर गर्दैन हैन। सानातिना न्युजहरूले असर गर्दैन, त्यो न्युजलाई चाहिँ पचाइहाल्छ। र फेरि अप ट्रेन्ड चलिरहेको बेलामा जे कुरा पनि राम्रो न्युजहरू नै आउँछ कि, नराम्रो न्युजहरू चाहिँ अलिकति छायामै पर्छ, अलिक राम्रो न्युजहरू आउँछ। र राम्रो पनि कस्तो भन्दाखेरि मार्केटसँग सम्बन्धित एउटा सानो कुरा मात्र हामीलाई केही राम्रो जस्तो मात्र फिलिङ आएको, एउटा राम्रो सामान्य न्युज भए पनि हामीलाई चाहिँ ठुलो अब के नै गर्न लागे जस्तो हुन्छ र त्यो माथि जान्छ हैन। र डाउन ट्रेन्ड चलेको बेलामा चाहिँ मार्केट राम्रो तल झर्रहेछ, झन् त्यसमाथि एउटा खासै ठुलो कुरो होइन, सामान्य खालको न्युज तर त्यति राम्रो खालको छैन भने पनि त्यो फेरि त्यसले झन् तल लान्छ है। त्यही भएर मार्केटमा चाहिँ हल्लाको पछि लाग्नु हुँदैन र मार्केटमा चाहिँ हामीले अलिकति लङ टर्म हेरेरै हामीले ट्रेडिङ गर्नुपर्ने हुन्छ हैन। र अहिलेको मार्केट समग्र मार्केटमा चाहिँ तपाईँको लङ टर्ममा ट्रेन्ड देखिन्छ, तर सर्ट टर्ममा चाहिँ मोमेन्टम अलिकति डाउन भएको छ। त्यही भएर हामीले स्टक्सहरू चाहिँ अलिकति पर्टिकुलर स्टक्सहरू छानेर मात्रै ट्रेडिङ गर्दा चाहिँ अब राम्रो हुनसक्छ हैन। किनकि अहिले रेजिस्टेन्स एउटा जोन क्रिएट भयो। योभन्दा अघिल्लो 2-4 महिना 1 महिना जति अगाडिसम्म रेजिस्टेन्स जोन क्रिएट भएको थिएन र अलिकति जुनले पनि माथि गइहाल्न सजिलो थियो। अब अलिकति सङ्घर्ष गर्नुपर्ने जस्तो हुनसक्छ हैन। र यस्तै मार्केटमा कुनै नयाँ किसिमको केही चेन्जेसहरू आयो भने म फेरि साथ सहयोगको लागि र आफूले जानेको कुराहरू सेयर गर्नको लागि म उपस्थित नै हुनेछु। र यो भिडियोलाई चाहिँ तपाईँले सक्नुहुन्छ भने लाइक गरे पनि नगरे पनि सेयर चाहिँ गरिदिनु होला, किन सेयर गर्दाखेरि सबै साथीहरूलाई चाहिँ राम्रो हुन्छ हैन। र मैले भने आफू उत्रिनु छ भने अरूलाई डुबाउनुपर्छ, म त्यो सम्झिन्छु है। र तपाईँहरू पनि त्यही सम्झिनुहोस्, हरेकले चाहिँ म आफू उत्रिनुको लागि चाहिँ अरूलाई डुबाउनुपर्छ भनेर सम्झिनु पऱ्यो
डुबाउने भन्नाले त तानेर डुबाउने होइन। कस्तो भन्दाखेरि आफूले कसरी हुन्छ बटममा बाई गर्न खोज्नु पऱ्यो, बटमको आसपास, र अलिकति टपको आसपास चाहिँ तपाईँले सेल गर्न चाहिँ क्यापेसिटी बनाउनु पऱ्यो। त्यसो गर्दाखेरि चाहिँ अरूलाई डुबाउने हो होइन। तपाईँले बटममा सेल गर्न सक्ने क्यापेसिटी बनाउनु भने त अरूलाई डुबाउने हो नि त। र बटममा किन्न सक्ने क्यापेसिटी बनाउनु भयो भने पनि त्यो अरूलाई डुबाएकै सरह हो त्यो है। र म चाहिँ त्यही चाहन्छु र हामी सबैले चाहिँ त्यही चाहौँ होइन। मार्केटमा पैसा बनाउने तरिका अर्को छैन, किनकि यो मार्केटमा चाहिँ एकजनाको पैसा अर्कोले लाने, अर्कोको पैसा अर्कोले लाने हो। यो चाहिँ पुरै लोकसेवाको जाँच दिएको जस्तो हो होइन। यसमा चाहिँ अर्कोलाई नपछारिकन चाहिँ आफू माथि आउने भन्ने चान्सै छैन कि यो कामै गर्नु भएन, काम गर्नु पऱ्यो भने कसरी हुन्छ अरूलाई पछारेर नै आफै माथि आउने हो यो मार्केटमा इस्टाब्लिस हुनुको लागि। नत्र भनेदेखि चाहिँ यहाँ डुबिन्छ। फेरि सबै सम्झिनुहोस् है, डुबाउने चाहिँ दुई तरिका हुन्छ। कस्तो भन्दाखेरि जस्तो तपाईँ एउटा सामान्य कुरा छ नि, तपाईँ दुःखमा डुब्ने कि सुखमा डुब्ने भन्छ नि। डुब्न त डुब्ने हो, अब सुखमा डुब्ने हो कि दुःखमा डुब्ने भन्ने कुरा हुन्छ क्या। अथवा प्रफिटमा डुब्ने कि लसमा डुब्ने, यसमा चाहिँ यो कुरा रिलेट गर्न सकिन्छ। किन भन्दाखेरि तपाईँले यदि चाहिँ लस छ भने त्यसलाई होल्ड गरेको गर्नुभयो भने तपाईँ त्यो लसतिर डुब्नुभयो के, लसतिर डुब्नुभयो है। यहाँ चाहिँ कस्तो छ भन्दाखेरि लसतिर डुब्ने चाहिँ साथीहरू चाहिँ धेरै हुनुहुन्छ है। अब प्रफिटतिर डुब्ने भनेको चाहिँ कस्तो भन्दाखेरि प्रफिट बनेपछि अनि त्यसलाई अब डुब्ने भने मतलब त्यसलाई होल्ड गरेर राख्न सक्नु पऱ्यो कि। फेरि प्रफिट त लगातार माथि जाँदैन, फेरि तल घरि माथि घरि तल गरेर जान्छ होइन। आफ्नो भएको प्रफिट गुम्दै फेरि थपिँदै फेरि गुम्दै थपिँदै जाने हो। र त्यो लसमा चाहिँ हामी त्यतातिर तलतिर डुबेर बस्न सक्छौँ होइन, लसतिर डुबेर बस्न सक्छौँ। तर हामी प्रफिटतिर चाहिँ डुबेर बस्न सक्दैनौँ कि। प्रफिट आउँछ, अलिकति 6 महिना अगाडिदेखि मलाई घाटा भइरहेको थियो, डुबिरहेको थिएँ म। अब अहिले म आफ्नो रेटमा आइपुग्यो र अलिकति माथि जाने बित्तिकै अब हामी डुब्न सक्दैनौँ, प्रफिटतिर डुब्न सक्दैनौँ है। प्रफिटतिर डुब्न नसकेपछि के हुन्छ, अनि छिट्टै आफ्नो प्रफिट आइहाल्यो भन्यो, आफ्नो साउथ आइहाल्यो भन्यो, अलिअलि प्रफिट भयो भन्यो, निस्किहाल्यो। निस्किँदाखेरि चाहिँ हामीले के हुन्छ भन्दाखेरि कमाउनुको लागि हामीले तयारी चाहिँ गऱ्यौँ पहिलादेखि नै। 6 महिना अगाडिदेखि डुबेको बेला हामी होल्ड गरेर हामी प्रफिटतिर चाहिँ के अरे लसतिर चाहिँ हामी डुबेर बसिरह्यौँ, पछि कमाला भनेर। तर जब तपाईँको त्यो मार्केट उल्टो हुन्छ, फर्किन्छ र हामी प्रफिटतिर चाहिँ डुबेर बस्नै सक्दैनौँ कि। अलिकति माथि जान्छ फेरि आफ्नो पोजिसन चाहिँ क्लोज गरिहाल्छौँ होइन। कुनै बेलामा त्यो मलाई मात्र होइन सबैलाई हुन्छ, मलाई पनि हुन्छ, त्यो हामी सबैलाई हुन्छ होइन। भन्न जति सजिलो छ गर्न अलिकति गाह्रो हुन्छ। तर त्यस्तो क्षमता चाहिँ विकास गर्दै चाहिँ हामीले लानै पर्ने हुन्छ। हामी लसतिर भन्दा प्रफिटतिर डुब्ने कोसिस चाहिँ हामीले गर्नुपर्छ। र मोमेन्टम डाउन भइसके पछाडि ट्रेन्ड चलिरहे भने पनि चाहिँ तपाईँको चाहिँ लस देखिन थाल्छ भनेपछि आफ्नो भएको प्रफिट अलिकति लुज बढी हुन थालेपछि अब आफू कहाँ निस्किने अथवा चाहिँ ननिस्किने अथवा होल्ड गरेर रहने अथवा प्रफिटमा लामो समयसम्म डुब्ने कि प्रफिटमा छोटो समयसम्म डुब्ने होइन। त्यो कुरालाई चाहिँ ख्याल गर्दै अहिलेको यो नयाँ फेरि यो हप्ताको बजारलाई चाहिँ एनालाइसिस गर्दै ट्रेडिङ गरौँला। अहिले चाहिँ मैले समग्र भिडियो चाहिँ यहीँ बन्द गर्दैछु। तपाईँहरूले सक्दो यो भिडियोलाई चाहिँ सेयर गर्नुहोला, किनकि सेयर गर्दाखेरि सबै साथीहरूलाई केही न केही जानकारी प्राप्त हुन्छ होइन। यति भन्दै म अहिलेको लागि यो भिडियो बन्द गर्दैछु। हस्, नमस्कार।